भिटेन चाहिँ कस्तो खालको साथी हो मेरो जिग्री दोस्त सिक्किम आउँदा भेट नभएको हुँदैन होला म पनि नेपाल आउँदा नभेट भएको दिन हुँदैन अहिले कहाँ छ समीर अहिले त इङ्ल्यान्डमा म्यान्चेस्टरको ए, स्टेडियममा बसेर दिइरहेछ हो जस्ट म पनि उसको स्टोरीहरू अब यस्तो हो साथी भन्ने चिज बोल्नै पर्छ फोनमा कन्ट्याक्ट हुनै पर्छ भन्ने पनि हुँदैन त्यो वाला रिलेसनमा चाहिँ हामी फ्रेन्डसिप हो इन्स्टामा कोही बेला भेट्न मन परेन कहाँ छ समीर भन्छु उसलाई भेट्छु उसले पनि कोही बेला कहाँ छ आऊ भन्छ त्यसरी भेट्ने हो अनि एज अ फ्रेन्डसिप राम्रै छ हाम्रो जे पढ्दा पनि यताउता गइरहेको हुन्छु उसको सुख दुःखमा उसले पनि भन्छ मेरो सुख दुःख उसलाई पनि भन्ने सम्मको रिलेसन चाहिँ छ हाम्रो समीर र मेरो अनि उता चाहिँ सिक्किममा चाहिँ उसको गीतहरू एकदम सुन्दर रहेछ मैले जति ट्याक्सीहरूमा चढेँ प्रायःमा त्यहाँ भिटेनको पुरा प्लेलिस्टहरू बजिरहेको हुने भिटेन त जाम बजिरहेको हुन्छ नि है जहाँ पनि बजिरहेको हुन्छ अब सिक्किममा पनि बबालै रहेछ उसको फ्यान फलोइङ है हजुरको पनि धेरै हेर्नुहुन्छ सिक्किममा है थ्याङ्क यू सो मच सिक्किममा मैले पनि धेरैलाई त भेट्न पाइनँ तर जतिजनासँग भेट भयो एकदमै खुसी लाग्यो रमाइलो भएको थियो सिक्किममा फेरि जाने मन छ क्या त्यो अतृप्त भइयो त्यहाँको त्यो यात्रा अब पदमहरू उता भएको बेला आउँदा चाहिँ बेस्ट हुन्छ स्योरै किनभने त्यो बेला चाहिँ ठाउँ पनि थाहा हुन्छ पदमहरूले यसो भिजिट गराइदियो भने घुम्नु ओर्नु मजा आउँछ अनि प्लस एक दुईवटा ठाउँहरू जाउँ घुम्नलाई रमाइलो हुन्छ ओके स्योर अब ऱ्यापिड फायरमा लागौँ पदम डिस्क्राइब योर सेल्फ इन वान सेन्टेन्स कसरी डिस्क्राइब गर्छ आफूलाई प्यासनेट वा बर्थ प्लेस सिक्किम को पर्टिकुलर कुनै ठाउँ देउराली ओके निकनेम निकनेम के रे कोत्रे ए ओके त्यो चाहिँ अनुहार अलिकति रफ भएर अहिले त चिल्लो भइसकेछ त खोइ केटीहरूले आँखालाई पनि बिगार्छ होला गाह्रो आँखा लाग्यो भने त बिग्रिन्छ सो एज 28 अघि नै आइसक्यो उमेर एउटा नम्बर मात्रै हो होइन त एजुकेसन कतिसम्म पढ्यो 9 9मै छोडिदियो 3 खेप पढ्यो तर ओके ठिक छ सेलिब्रिटी क्रस कोही छ सोनाक्षी सिन्हा के मनपर्छ सोनाक्षी सिन्हाको ओट चाहिँ नभन्नु है अरू कोही अलिक चबी लाग्छ चबी किन मेरो पनि चबी छ नि त हो बुहारी पनि हो चबी हल्का मोटी हुनुहुन्छ होइन गोरी हुनुहुन्छ राम्रै हुनुहुन्छ बुहारी थ्याङ्क यू दा बुहारीहरू पनि आउनुहुन्छ होला यो फिल्मको बेलामा ल भेट्नुपर्छ बाबा पनि आउनुहुन्छ ओहो पुरै फ्यामिली रमाइलो हुन्छ ओके गुड ह्याबिट म बिहान चाँडै उठ्छु ब्याड केही छ ब्याड ह्याबिट